साथीहरु आज म राम्ररी देखेँ यति राम्री भछु यति राम्री छु मलाई चाहिँ लाग्यो के हजुरलाई कस्तो लाग्छ तर मेरो बुढाले मलाई तारिफ भनेको सुको गर्नुहुन्न कि एउटा आज यति राम्री भएर मान्छेले अरूले कति राम्री देखिनु भएको कस्तो राम्रो सुहाएको कमेन्ट कति गरिसक्नु भयो बिहान राखेको भिडियोमा तर मेरो बुढाले मैले अर्काको बुढीको तारिफ गर्छु त के रे त्यस्तो हैन त्यही भर्खरै के भन्नु भएको भनेको आज तिमी कति राम्री देखिछौ मेरी बुढी भनेर भन्नुभयो राम्री यु आर सो ब्युटिफुल ब्युटिफुल यु आर ब्युटिफुल भन्नुभयो अहिले भने त अरूलाई देखेको भए त त्यो बाटोमा यस्तै साडी लाएर राम्री भएको कति राम्री साडी लाए कति राम्री चिठी हेर्न अगाडि भन्थ्यो होला कहिले भने मैले त्यस्तो म त रिस उठ्छ आफ्नो बुढाले चाहिँ एउटा कस्तो तारिफ गर्न आउँदैन अरूले कति तारिफ गर्छन् मेरो मैले तारिफ गर्छु नि तारिफ गर्नु ल म सुन्छु ल 2 मिनेट नन स्टप 2 मिनेटसम्म तारिफ गर्नु तर म सुन्छु तिमी राम्रो देखियो तिमीलाई कपडा सुहाए अरु त्यही हो भन्ने के भन्छ तारिफ गर्नु न तिम्रो आँखा राम्रो हो तिम्रो नाक राम्रो हो तपाईँ ल मानव म अर्काको कपाल राम्रो हो तिम्रो कान राम्रो हो तिम्रो तिम्रो आँखा राम्रो अब मैले घाँटी राम्रो हो ल मानव अब सबैले के भन्छ म अर्को बुढी भयो हैन म अर्को मानव तपाईले मेरो बुढी कसरी अर्काको बुढी हुन्छ अर्काको बुढी भयो ल अब तारिफ गर्नु अर्काको बुढी हुँदै भयो म त अर्काको बुढीलाई के भन्दिन यस्तो हो के मलाई झ्याउ लाग्छ तिमी जाउनु त